Hello guys, welcome back to my YouTube channel with my new video. Today I am going to making a new video with new content. ल के छ त अनि हामी सन्चै छौं नि म पनि एकदम सन्चै छु हैन अनि यहाँ चाहिँ हाम्रो एउटा नयाँ मान्छे देखिनु भएको छ हाम्रो बिल्डिङमा आएको नयाँ मान्छे हो हैन अब आएको चाहिँ धेरै दिन भइसक्यो तर हाम्रो बिल्डिङमा चाहिँ नयाँ मान्छे देखेको छ तपाईले पहिला देख्नु भएको थिएन आज देख्नुभयो एकदम ह्यान्डसम छ च्याटके छ हैन लुरे दाउरे गजब बेइज्जती है अनि म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु भिडियोमा जोडिने छु म चाहिँ अहिले पिउने पानी ल्याउनको लागि हैन ब्याग स्यागमा बोतल सतल राखेर जिम गरिसकेपछि पानी पनि भरेर ल्याउँछु हैन पानी पनि पिउनु पर्छ ल अहिले चाहिँ म अब रुमदेखि निस्केको अब म हजुरलाई देखाउँछु मेरो अलवक्रा स्टान 28 को लोकेसन कस्तो छ चाहिँ हेर्न सक्नुहुन्छ हैन टक्क म बस्ने चाहिँ यही हो B33 अनि यो चाहिँ मेरो लोकेसन हेर्न सक्नुहुन्छ टक्क कस्तो छ दामी छ हैन जे होस् फ्यामिली भिल्ला हो जिम पनि छ स्विमिङ पुल पनि छ कारहरुको चिनहरु पनि छ दुःखको कुरा के हो भनेपछि हैन आज मेरो जन्मदिन हो के आज मेरो जन्मदिन हो हैन तर पनि म अब आजको जन्मदिन मात्रै नहेरेर मैले मेरा भोलि आउने दिनहरुमा आउने मेरो जन्मदिनलाई म यसरी मनाउँछु हैन त्यो मेरो जिन्दगीको मोडमा हरेक बर्थडे मेरो हरेक एकदम स्पेशल मेमोरिज बनोस् के त्यसरी मनाउन चाहन्छु मैले हैन मेरो बर्थडे कसैलाई पनि भनेको थिएन आज मेरो यसमा यति कति छ भनेर हैन तर पनि ड्युटीदेखि आएर मोबाइल खोल्दाखेरि यस्तो पुरा हैन त्यो मेसेजको साउन्ड आइदिरहेको कि यार म त यस्तो खुसी लाग्यो हैन साच्चै मलाई माया गर्ने मेरो बर्थडेको दिन अझै आजसम्म मेरो नबिर्सेको मेरा साथीहरु अनि मसँग कति दिन नबोलेका साथीहरु हैन अनि लगायत मेरो साथी सोल्टी हैन राजाहरु सबैले के गर्दैको रहेछ एकदम खुसी लाग्यो हैन एकदम मनैदेखि खुसी लाग्यो थ्यांक यू सो मच सबैजनालाई है एकदम हृदयदेखि नै धेरै थ्यांक यू सो मच म चाहिँ अहिले जिममा आइसके हैन हाम्रो जिम चाहिँ यही हो अब चाहिँ म हाम्रो चाहिँ अब यस्तो छ के हाम्रो रुलहरु छ हैन रुलहरु चल्नु पर्छ मोबाइल बनाएको थाहा भने गाली गर्छ हैन त्यही भएर म चाहिँ अहिले बन्द गर्छु ल अहिले चाहिँ म एक्सर्साइज गरेर ज्यान फिल भएको भइसक्यो हैन मलाई त्यस्तो फिल भइसक्यो अनि मेरो दाइहरुले चाहिँ अझै एक्सर्साइज गर्दैछ हैन हामी चाहिँ 4 जनाले कम्बाइनमा गर्छ ल सर देखाउँछु हैन यो हाम्रो जिम क्लास चाहिँ ल यो दाइहरु चाहिँ डिस्कस गर्दैछ केस्तो डिस्कस गर्दै हुनुहुन्छ आज बडी नाप्दै हो घोषले हेर्दैन के मेरो भिडियोमा घोषले के गर्छ ह्यान्डसमले तपाईहरु घोषले के गर्छ हैन एक गोल भनेको एक किन्छ एक लाइन भन्नु न त मेरो भाइको लागि मेरो भाइले अब युट्युब च्यानल स्टार्ट गर्दैछ हैन स्टार्ट भइसक्यो सब्स्क्राइबर छैन सब्स्क्राइब गरिदिनु गजब बेइज्जती है होला सबैले शेयर गरिदिनु होला सब्स्क्राइब गरिदिनु ए गाइस सुन्नु भने च्यालेन्ज आयो तपाईहरुलाई सब्स्क्राइबर छैन रे म प्रतिको च्यालेन्ज आयो है ल अब पुर्याउनु पर्यो यार दिनमा 1 क्लिक गर्नु पर्यो ल दिनमा 1 क्लिक गर्नु पर्यो ल दिनमा कोई तरीका है भीख मांगने का थ्यांक यू सो मच फर योर कमेन्ट शूट ल अब चाहिँ हामी एक्सर्साइज गर्छौं त्यसपछि म रुममा जाँदाखेरि देखाउँछु टक्क हैन गफ गर्नुपर्छ भिडियोमा जोडिनु होला
त्यो एक्सपिरियन्स सब कुराको एक्सपिरियन्स दाइ हो क्या यो फेरि होइन हरेक कुराकै होइन नेगेटिभदेखि लिएर पोजिटिभसम्म सबै कुराको एक्सपिरियन्स के यत्रोको भर्जिन एक्सपिरियन्स के यत्रोको भर्जिन हालिहाल्छु नि कुन चाहिँ ठुलो कुरो हो र यार मान्छेहरूले कस्तो कस्तो बोलेको हालेको हुन्छ अनि गर्छु नि मैले बस्नु धेरै त छैन त्यही हिजो खुवाउनु भएको थियो नि तपाईँले त्यही एक रियलको त्यही खुवाउँछु बर्थडेको आज मलाई दुःखको कुरा यही छ क्या आज मेरो बर्थडे थियो नि त अनि योभन्दा मैले यहाँ परेको छिर्नुभन्दा अगाडि कस्तो भयो भने साथीहरूसँग पुरा होइन पुरा 4-5 जर्किन छ्याङ अभी और सुनिए लगेर पुरा 3-4वटा कुखुरा काटेर बिल्कुल चुप हिम्मत कैसे हुई तेरी मुंह खोलने की होइन रमाइलो गरेर थियो कि तर त्यो दिनहरू मेमोरी याद आइरहेको छ कि प्यारी समझ गई हामी त्यो ऐनामा देखिरहेको छौँ है ह्यान्डसम छैन जस्तो हामी ह्यान्डसम छौँ जस्तो गर्लफ्रेन्ड पो नभएको त हो कि यार भगवान्ले छोडा त दिएको नि होइन तर गर्लफ्रेन्ड चाहिँ नबनाइदिने लेखेको रहेछ कि भगवान्ले यहाँ खप्पर गाह्रो छ विदेशमा छ नि हेर्दैन मलाई के भन्दैछ आज केटाहरूले के भन्दै रहेछ मलाई केटाहरूले के ए विदेश जान लागेको केटा त पुरा केटीहरू पुरा लाइन लगाउने भयो अरे के तर यहाँ चाहिँ होइन लाइन त के एउटालाई आँखा उठाएर लिएछन् यार उठा ले रे देवा उठा ले रे बाबा पैसा छ भने त्यस्तो त्यस्तो नराम्रो थोडा त छैन फेरि भगवान्ले राम्रैसँग बनायो राम्रै बनाउने यार देखिरै त्यहाँ तर के गर्नु 28 को सानो सानो मार्केट भनौँ न होइन सबै कुरा पाइने केटी मात्रै पाउँदैन साला यो दुख का खत्म नहीं होता बे खेती त कहाँ पाउँछ हो त्यो कपाल काट्ने उ पनि छ यहाँ केटी त कतारमा पाउँदैन एकदम 5 वर्ष भइसक्यो म त्यतिकै बसेको अबे जल्दी बोल कल सुबह पनवेल निकलना पाए पनि छुन एलाउड छैन अरे ल हामी चाहिँ अहिले हाम्रो यो बक्ला हो होइन यही हो हाम्रो इस्टर्न 28 को मार्केट यसमा ट्याक्क फ्रिज छ होइन के खानु मन लाग्छ सबैले अर्डर गरौँ है ल कतारमा यस्तै सबैभन्दा फेमस रोटी सबले खाने रोटी है एकदम यही हो नेपालीमा जाने पैसा खाएपछि नै धेरै बस्छ एकदम 1 रियलको 10 हो त है आमा ए ल हाम्रो चाहिँ अब यो मुस्लिमहरूको हो क्या होइन अनि त्यही भएर अब चाहिँ बन्द गर्ने टाइम भइसकेको छ सर देखाइदिन्छु सबै पाइन्छ यहाँ कपडादेखि लिएर त्यो हिजोको उठाउनु त्यो आज चाहिँ मेरो बर्थडे होइन त्यही भएर आज चाहिँ मेरो बर्थडे त्यही भएर मैले थोरै भए पनि यसो दाइहरूलाई केही सक्छु कि भनेर खुवाइदिनु लाग्छु होइन ल त्यही हिजोको 3वटा उठाउनु म त दही लगाउनु पर्ला मैं एक और लेके आता हूँ म चाहिँ डाइटिङमा हाम्रो प्रोटिनवाला पाइने धेरै प्रोटिन पाइने दही लग्दैछु होइन और सब ठीक है ना निकालो ठीक है ओके सी यू बर्थडे ल मेरो बर्थडे पार्टी यो त है थ्याङ्क यू पार्टी खानु चाहिँ ह्यापी बर्थडे भन्नु नि गाइस म चाहिँ अहिले रुममा आइसकेँ रुम चाहिँ हाम्रो यस्तो छ होइन हेर्न सक्नुहुन्छ एसी छ हेर्न सक्नुहुन्छ अब 3वटा बेड छ हाम्रो रुममा होइन मेरो रुममा 3वटा बेड छ उता दाइ त्यहाँ सुतिरहेको छ उता दाइ यहाँ सुतिरहेको छ म चाहिँ यहाँ सुत्छु होइन बेडको हालत चाहिँ एकदमै कुकुर सुत्ने जस्तो छ है अनि यो चाहिँ हाम्रो आफ्नो सामानहरू राख्ने कबोर्ड सपोर्ड हो है कबोर्ड हो के देखाउनु हो लाज लाग्छ यस्तो होइन मेन्टेन नै केही गरेको छैन हाम्रो भिल्लाको एकदम होइन हाम्रो भिल्लाको एकदम राम्रो मान्छे एकदम ह्यान्डसम मान्छे एकदम
मिल्ने मान्छे हैन अनि एकदम समयअनुसार कमेडियन मान्छे पनि जसलाई चाहिँ हैन हामीले केही गर्दा पनि उसले केही रेस्पोन्स गर्दैन के त्यो भनेको मान्छेको एउटा प्यासेन्स भनेको एउटा चाहिँ हुन्छ एउटा देखेन क्या पनि हिँड्दा चाहिँ खाना लगाएर हिँड्दा चाहिँ यार चलन खै अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तोबा थारा मूड खराब कर दिया एकदम ह्यान्डसम यस्तै ह्यान्डसम भनेर जाने पुरा नमाज पढ्न ल ठिक छ जाऊ डायटहरू चाहिँ मैले काजु बदाम अनि मह मिक्स गरेर हालेर होइन अनि दुध पाउडर मिक्स गरेर ट्याक्क यहाँ हालेको छु यहाँ म घोलिरहेको छु यहाँ होइन अनि साइडमा चाहिँ यहाँ यो कार्ड छ दही अनि चना पानी अनि म चाहिँ यहाँ छु है हेलो गाइस नाउ इट्स टाइम फर egg to eat as a bite. Now I'm going to show you my 2 egg. What? Bro, what are you talking about, man? Which I eating. Tasty. Oh, डाइट साइड पनि खाइयो होइन खानासाना खाइन्छ एकछिनपछि अनि त्यसपछि आज चाहिँ मेरो बर्थडे हो होइन अनि मम्मीले चाहिँ मलाई मेरो फेभरेट फुड गुन्द्रुक र आलु बनाइन्छ भन्नुभएको छ होइन त्यो चाहिँ ल्याउन जान्छु अहिले पछि म मेरो फ्युचर वाइफ अथवा मेरो अपकमिङ गर्लफ्रेन्डले चाहिँ थाहा पाइराख्नु होला मेरो फेभरेट फुड चाहिँ गुन्द्रुक र आलु हो सो व्हाट्स अप गाइज ल म चाहिँ अब कमल दाइको रुममा जान लाग्छु होइन अब डाइरेक्ट हामी कमल दाइसँग भेट्छौँ है त हावा चाहिँ चिसो लागिरहेको छ हावा सँगसँगै मेरो ह्यान्डसम कमल दाइलाई पनि मैले वेलकम गरेँ मेरो भिडियोमा है ल एकचोटि देखाइरहेको थोपडा त्यो पनि हेरिदिनु एकचोटि के छ र धेरै दिनपछि भयो नि त हेर्नको नहेरेको धेरै दिन भयो नि त यस्तो मन नदेख्ने पुरानो भाइरल भयो भने फेरि मेरो बेजेट हुन्छ ओहो त्यस्तो कुरा त्यस्तो हो म त अरू नै होला भनेको थिएँ गाडी आइरहेको छ हाम्रो पछाडि है गएर हामी चाहिँ के भन्छ अरे यो के फुल हो यार यो के फुल हो गएला बबल छ है गएलाको फुल खतरा बास आउँछ ढाकाको टोपीमा गएलाको फुल र कुरा चाहिँ हामी धेरै नगरौँ होला किनकि भिडियो धेरै लामो भइसकेको छ होइन अब चाहिँ हामी डाइरेक्ट अब हामी चाहिँ सिटी सेन्टर जाँदैछौँ सो टाइड थकान लागिसक्यो धेरै होइन लगभग 20-25 मिनटको बाटो हिँडेर भर्खर रुममा आइपुग्यो अहिले चाहिँ हामी चाहिँ अहिले रुममा आइपुग्यो होइन हामी दुईवटा गएको थियो अघि त्यो चाहिँ पुरा बेर्न पल्टिरहेको छ अनि म चाहिँ अब यो भिडियोलाई अन्तिम गर्नलाई म चाहिँ यहाँ रेडी भइसकेको छु होइन त्योभन्दा अगाडि चाहिँ मलाई मेरो मम्मीले मेरो बर्थडेमा दिएको मिठो गिफ्ट त्यो हजुरहरूलाई सो गर्न चाहन्छु है पठाएको सेकेन्ड गिफ्ट ए राइस नै खिर ओ स्वीट राइस that's why we can't calculate our mom's loves really yaar Adidas को ल ठिक छ के अरे वाइट छ अनि ब्ल्याक प्रिन्टेड अनि यो चाहिँ हाम्रो लाइक बन्जी जस्तै होइन यो पुमाको पुमा के पुमा भनेको त्यो अनि त्यो थर्राको नाम थाहा छैन त्यो थर्रा पनि देखाउनु न थर्रा हाम्रो थर्रा है यो चाहिँ यो वाइट यस्तो गरेर दाइ यस्तो गरेर मनाउनु पर्छ क्या बर्थडे हुन्छ हजुर न त्यस्तो ल थ्याङ्क यू सो मच फर एभ्रिथिङ माई मम नाउ आई एम गोइङ टु सो यु वाट आर दे सी दिस इज स्वीट or we can say kheer in Nepali language, gundruk and potato,
How looking pretty. Really, we can't explain our mom's love. Really. आमाको माया एक्सप्लेन गर्नै सक्दैन कि यति धेरै छ होइन एक्सप्लेन गर्नै सक्दैन क्या काउन्ट गर्नै सक्दैन क्या अनकाउन्टेबल हो क्या होइन अनडिफाइन्ड सो यति धेरै माया गर्दैको मेरो मम्मीलाई धेरै धन्यवाद है मेरो बर्थडेलाई एकदमै रमणीय एकदम खुसी भएकोहरूमा मेरो मम्मीलाई एकदम धेरै हृदयदेखि धेरै धन्यवाद है अनि जो साथीले मेरो फोटो हालेर अनि मेरो भिडियो हालेर मलाई मेरो बर्थडे हजुरहरूको आफ्नै तरिकाले विश गरिदिनु भएको छ त्यहाँहरूलाई पनि एकदम हृदयदेखि नै धेरै धन्यवाद है अनि मेरो दिदी मेरो बहिनी मेरो दाइ भाइ सबैजनालाई पनि धेरै धन्यवाद छ है मेरो बर्थडे विश गरेकोमा यस्तै हो बदल्छ जिन्दगी होइन धेरै समय हुँदैन बोल्ने तर केही छैन अबदेखि चाहिँ म हरेक फ्राइडे एउटा न एउटा कन्टेन्ट लिएर भिडियो बनाउन आउने छु त्यसको लागि तपाईँहरू मेरो भिडियोमा कन्टिन्यू हुनुपर्छ अनि मलाई लाइक सपोर्ट अनि सब्सक्राइब गरेर मलाई धेरैभन्दा धेरै माथि पुर्याउनुहोस् है त्यही नै छ मेरो एकदम अन्तिम आशा लभ यु गाइज